यति बेला हामीसँग गुठीचौर गाउँपालिका कृषि शाखा प्रमुख धर्मराज देवकोटा हुनुहुन्छ हामीसँग र उहाँसँग हामी आज विशेष गरी यति बेला स्याउ बजारीकरण, निर्यात र सिफारिसका विषयमा हामी छलफल गर्दैछौँ। आजको संक्षिप्त कुराकानीमा सर्वप्रथम उहाँलाई स्वागत गर्छौँ। धन्यवाद। विशेष गरेर यति बेला स्याउ राताम्य भइरहेको छ जुम्ला यति बेला र बेच्ने क्रम र कतै बेचिरहेको भन्ने पनि छ। तर गुठीचौर गाउँपालिकाले यति बेला अलि नयाँ कदम चालेको छ। त्यसबारे भनिदिनुहोस् न सुरुवातमा। फेरि पनि सम्पूर्णमा नमस्कार। गुठीचौरवासी सम्पूर्ण कृषकहरूलाई चाहिँ म एउटा सूचना चाहिँ के आह्वान गर्न चाहन्छु भने हामीले विभिन्न ठाउँमा चाहिँ परीक्षण गर्दाखेरि के भेट्यो भने हाम्रो स्याउ चाहिँ स्थानीय जातको स्याउ चाहिँ अझै पनि टिप्न लायक भएको छैन। हामीले विभिन्न ठाउँमा परीक्षण गर्दाखेरि टिप्न लायक नभेटिएको र अर्को कुरा एउटा के कुरा चाहिँ थाहा पाइयो भन्दाखेरि चाहिँ हाम्रो किसानहरू चाहिँ आत्तिएको चाहिँ होइन रहेछन्, तर बिचौलियाहरू व्यापारी भनिने एक किसिमका समूहहरूले चाहिँ यो अलिकति छटपटिएको जस्तो देखिन्छ। किनभने किसानहरू चाहिँ स्याउ नपाकेको स्याउ चाहिँ पठाउने मनोबलमा चाहिँ हुनुहुँदो रहेछ। त्यो भए हुनाले सम्पूर्ण म के सूचना आह्वान गर्न चाहन्छु भने हामीले सूचना हिजो प्रसारण पनि गरेका छौँ होइन। सूचनामा चाहिँ के छ भने भाद्र पहिलो हप्तापछि मात्रै हामीले चाहिँ सिफारिस दिन्छौँ। सिफारिस दिने प्रक्रिया के छ भने पालिकामा हिजो सूचीकृत हुनलाई चाहिँ हामीले सूचना आह्वान गरेका छौँ। त्यो किसानहरू चाहिँ सूचीकृत हुन आउनुहुन्छ हाम्रो पालिकामा अनि उहाँले निवेदन पनि दिनुहुन्छ, म फलानु बगैँचाबाट स्याउ लिँदैछु भनेर। अनि हाम्रो प्राविधिक टोली रिफ्र्याक्टोमिटर सहित गएर अनि चेक जाँच गरेर टिएसएस भन्ने हुन्छ मेरो एउटा पारामिटर, अनि टिएसएस चाहिँ चेक गरेर चाहिँ हामीले भेराइटी, लोकेसन र डिरेक्सन कुन डिरेक्सनमा छ त्यो आधारमा हामीले एउटा फर्मेट बनाएका छौँ। अनि त्यो फर्मेट अनुसार चाहिँ हामीले सिफारिस दिन्छौँ। कतिखेर भन्दाखेरि हामीले त्यो फिल्ड भेरिफिकेसन गरेर आएर गाडी हेरेर गाडीको क्वान्टिटी स्ट्यान्डर्ड हुन्छ नि, कुन गाडीको क्वान्टिटी कति बोक्छ क्यापासिटी अनुसार मात्रै हामीले चाहिँ त्यसरी पालिका कृषि शाखाबाट सिफारिस दिने चाहिँ योपालि हामीले कदम चालेका छौँ। र अर्को कुरा के भने यो पाक्न चाहिँ हार्भेस्टिङ हाम्रो स्याउलाई अझै पनि भाद्र 10बाट मात्रै लिँदा अझै राम्रो, किनभने त्यतिखेर ठ्याक्कै हार्भेस्टिङ इन्डेक्स भन्ने हुन्छ। त्यो इन्डेक्स भनेको चाहिँ तपाईँको स्याउ चाहिँ लगभग अर्को हाम्रोमा अहिले मिथ के छ भने मान्छेले पाकेको स्याउ सुर्खेल लियो भने बिग्रिन्छ भन्ने छ। त्यो चाहिँ होइन। खासमा के हो भने हामीले हेर्दाखेरि 75% स्याउ चाहिँ कलर आयो, ग्रेड आयो भने हामीले टिप्ने हो। 25% बाँकी राख्छ। त्यो किन भन्दाखेरि त्यो यो फ्रुट्सहरू चाहिँ के हुन्छ भने एउटा क्लाइमेटिक नन क्लाइमेटिक भन्ने हुन्छ, टिपिसके पनि पाक्छ कि यो हिसाबले। अनि त्यो हिसाबले चाहिँ हामीले 75% जति कलर आयो, साइज आयो भने हामी टिप्न मानिन्छ। र यो हाम्रो केसमा गुठीचौरको केसमा चाहिँ के छ भन्दाखेरि माथिल्लो भेलमा अझै पनि टाइम पछाडि पाक्छ। तर यो 1, 2, 3मा चाहिँ हामीले भदौको 10देखि पछि मात्रै टिप्यो भने चाहिँ राम्रो हुन्छ। अनि जुन सूचीकृत भन्नुभएको छ, सूचीकृत गर्न आउँदाखेरि के ल्याउनुपर्छ कृषकहरूले? हामी सूचीकृत हुनलाई चाहिँ जसो फर्महरू छ, उहाँहरूसँग समूहहरू छ भने त्यसको प्रमाणपत्र अनि नवीकरण गरेर ल्याउनु पऱ्यो। यो छैन, अब उहाँ सिङ्गल व्यवसाय गर्न चाहनुहुन्छ भने उहाँले सकभर चाहिँ वडाको सिफारिस हुँदैन भने चाहिँ तपाईँको नागरिकता अथवा राष्ट्रिय एनआइडी कार्ड, राष्ट्रिय परिचय पत्र सहित अनि एउटा निवेदन दिनुभयो भने हाम्रो अनि उहाँको सम्पर्क नम्बर सहित हामी राख्छौँ। अनि त्यो अनुसारले मात्र हामी सिफारिस दिन्छौँ। अनि अहिले कृषकहरूमा एउटा अलिकति अघि तपाईँले भन्नुभयो तर स्याउ कुहिएर जान्छ कि भन्ने एक प्रकारको चिन्ता चाहिँ छ होइन, यसमा हजुरको भनाइ चाहिँ के छ? ठ्याक्क के अरे स्याउको के हुन्छ भन्दाखेरि स्याउको नपाक्ने आदि काँचो टिप्यो नि त स्याउ छिटो कुहिने हो खासमा। अनि अर्को कुरा के हुन्छ भने स्याउ टिप्न बित्तिकै कार्टुन हाल्ने, टोको हालेर स्टोरमा राख्ने कुरा हुन्छ। खासमा के हो भने स्याउ टिपिसके पछाडि चिलिङ प्री कुलिङ भन्ने हुन्छ। प्री कुलिङ भनेको तपाईँको बाहिरको जुन लेयर हुन्छ स्याउको बाहिरको कभर, त्यो चाहिँ अलिकति साह्रो भयो, हार्डेनिङ भयो भने मात्रै हामीले बजारमा पठाउने खासमा। त्यही भएर एउटा कुरा के नआत्तिन आग्रह गर्छौँ भने हजुरले स्याउ भादौ पछाडि 20-30 पछाडि टिप्दैमा बिग्रिन्छ भन्ने चाहिँ हुँदैन। त्यो किनभने त्यो
उसको नेचरले हाम्रो ठ्याक्कै प्री हार्भेस्ट पोस्ट हार्भेस्ट हुँदैन। त्यो चाहिँ प्री हार्भेस्ट पनि हुँदैन, पोस्ट हार्भेस्ट हुँदैन। एप्रोप्रिएट टाइम भनेको भदौ 10 पछाडि मात्रै हुन्छ। त्यो भएर त्यो आत्तिनुपर्ने चाहिँ अवस्था हुँदैन। अहिले गोठी चौरमा स्याउ कृषकहरू कति जति होलान् अनुमानित भन्न सकिन्छ? ठ्याक्कै स्याउ भन्दा पनि हाम्रोमा चाहिँ जस लगभग स्याउ रुखहरू भनौँ, रुख चाहिँ लगभग जस्तो स्थानीय र हाम्रो चाहिँ अहिले हाम्रोमा उच्च घनत्व बिरुवाहरू पनि छ होइन। अनि लगभग चाहिँ 21,000 बिरुवा जति देखिन्छ डाटामा हेर्दाखेरि चाहिँ हाम्रो स्थानीय बिरुवा चाहिँ 21,000 जति देखिन्छ। अब फुजी स्याउको हकमा चाहिँ अलिकति फरक छ। उहाँहरूको चाहिँ अब फ्लक्चुएसन भइरहन्छ, स्थापना भइरहनु भएको छ उहाँहरूको। हामीले चाहिँ स्थानीयको डाटा राख्दाखेरि 21,000 जति बिरुवाहरू छ। अनि अहिले गोठी चौरमा तपाईँ आइसकेपछि कृषकहरूको यो स्याउप्रति कतिको चासो अथवा चिन्ता के देख्नु भएको छ? एकदमै स्थानीय स्याउ चाहिँ लोप हुन लाग्यो, जात बिग्रिन लाग्यो भनेर चाहिँ एकदमै आउनुहुन्छ। 25-30 जना आएर पनि एकचोटि मैले राखेर उहाँहरूलाई काउन्सिल पनि गराएको छु। किनभने स्याउ भनेको चाहिँ हाम्रो पहिचान हो एक हिसाबले। जस्तो जुम्ली हुनुको गर्व चाहिँ एउटा स्याउको लागि पनि हो। स्याउ हो, हामी जुम्ली मतलब नै स्याउ जस्तो पनि हो कि, किनभने हामीले परिचय दिँदाखेरि स्याउले चिनाउने हो। त्यो मानेमा चाहिँ तर के भयो भने हाम्रो बगैँचा शुद्धिकरण नभएर स्थानीय स्याउको चाहिँ उत्पादन कम हुँदैछ अनि जात हराउँदैछ। हामीले फुजी स्याउ भन्छौँ, गाला भन्छौँ, हाई डेन्सिटीलाई अलिकति माया दिए जस्तो गरेका छौँ, तर स्थानीय स्याउ लोप हुनलाई लागिसकेको छ। त्यो हिसाबले चाहिँ एक वर्गको किसानहरूले चाहिँ उहाँहरूले अलिकति दुःख व्यक्त गर्दै यसलाई चाहिँ शुद्धिकरण गर्नु पर्यो भनेर अनि म आफैले चाहिँ 2टा क्याम्पेन चलाएँ। कृषि विकास कार्यालयको समन्वयमा चाहिँ हामीले काँडछाट, किन भन्दा बिरुवा काँडछाट नमिलेर बिग्रेको रहेछ, बगैँचा शुद्धिकरण गर्न बाँकी रहेछ। त्यसले बगैँचा शुद्धिकरण भनेर 2टा अभियान, एउटा गोठी चौर 3मा एउटा 4मा, एउटा 3मा एउटा 4मा चाहिँ हामीले बगैँचा शुद्धिकरण भनेर चाहिँ काँडछाट सिकायौँ एक दिनै। अनि उहाँहरूले एकदमै टोटल खुसी हुनुभएको थियो, किनभने हाम्रो गरिरहेको कुराहरू अलिकति नमिलेको रहेछ, हामीले गर्नुपर्ने कुरा चाहिँ फरक रहेछ भनेर उहाँहरू खुसी हुनुभएको थियो। तर हजुरको ठ्याक्कै भन्नुपर्दा चाहिँ किसान एकदमै यो स्याउ सम्बन्धी चाहिँ एकदमै चासो चाहिँ लिनुभएको छ स्याउ। अनि अहिले यो स्याउका विभिन्न जातहरू छन् होइन, तर त्यो मध्ये टिप्नलाई फरक फरक समय हुन्छ या हुँदैन? ठ्याक्कै हुन्छ। तपाईँको जस्तो हाम्रो हाई डेन्सिटीमा चाहिँ के हुन्छ भने अब गालाहरू भयो, उनीहरू चाहिँ अगाडि टिप्नुहुन्छ। जस्तो हाम्रो लोकलमा चाहिँ अब जस्तो साउन पाक्ने स्याउ भन्ने हुन्छ हाम्रो स्थानीय जातमा चाहिँ, हो त्यस्तो लगायतका जातहरू चाहिँ अगाडि पाक्न पनि मिल्छ। र अर्को कुरा के हुन्छ भने हाम्रोमा फेरि अमिलो हुन बित्तिकै यो चाहिँ पाके होइन भन्ने हुन्छ। त्यो चाहिँ जात अनुसार फरक पर्छ। तपाईँको एन्सर चाहिँ ठ्याक्कै जात अनुसार चाहिँ टिप्ने समय चाहिँ फरक पर्छ। त्यो भए हुनाले हामीले चेक गरेर पठाउनुको कारण चाहिँ त्यो हो। किन समय मात्रै तोक्दाखेरि फेरि त्यो अन्याय हुन्छ। टिप्ने चाहिँ जात अनुसार चाहिँ टिप्ने समय चाहिँ फरक हुन्छ। अन्त्यमा केही भन्नुहुन्छ? मैले सोध्न छुटाएका कुरा अथवा तपाईँले केही थप्न खोजेका कुराहरू? धन्यवाद हजुरलाई। अन्तिममा चाहिँ म के भन्न चाहेँ भने किसानहरूलाई अहिले हामीले विभिन्न ठाउँमा चेक गरिरहँदाखेरि चाहिँ स्याउ टिप्ने बेला भएको छैन अझै पनि। अनि अर्को खुसीको कुरा चाहिँ किसानहरू आत्तिनु चाहिँ भएको छैन, तर व्यवसाय गर्ने साथीहरूले चाहिँ अलिकति के गर्नुभएको छ भने चलबलाइरहनु भएको छ। उहाँहरूलाई चाहिँ अलिकति अत्याचार गर्नुभएको छ किसानहरूलाई चाहिँ। त्यो चाहिँ नगरिदिन आग्रह गर्छु, किनभने भदौ 10भन्दा अगाडि नटिपिदिउँ, हरियो स्याउ नलिदिउँ होइन। हाम्रो पहिचान नै स्याउ हो भने स्याउलाई नै बदनाम नगराउँ भन्न चाहन्छु। हस्, धन्यवाद। धन्यवाद।